सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको संसार ख्रिस्टीय वरदान आउनुहोस् आज पनि हामी भजन सङ्ग्रहको पुस्तकबाट भजन नम्बर 60 को 1 देखि 12 सम्म हामी पाठ गरौँ। हे परमेश्वर, तपाईले हामीलाई त्याग्नु भएको छ अनि तपाईँ हामीमाथि पड्किनु भएको छ। तपाईँ हामीमाथि क्रोध हुनुभएको छ। अब हामीलाई पुनर्स्थापित गर्नुहोस्। तपाईले धरतीलाई थर्काउनु भएको छ र त्यसलाई फारिदिनु भएको छ। त्यसका धाँधाहरू पुरिदिनुहोस्, किनकि त्यो हल्लिँदैछ। तपाईले आफ्नो प्रजालाई कठिन कुराहरू भोग्न लाउनु भएको छ। तपाईले हामीलाई धर्माउने मत दिनुभएको छ। तर धनुको विरुद्ध फहराउनलाई तपाईको भय मान्नेहरूका लागि तपाईले एउटा झन्डा खडा गर्नुभएको छ। तपाईको दाहिने बाहुले हामीलाई बचाउनुहोस् र मद्दत गर्नुहोस् र तपाईले प्रेम गर्नुभएकाहरूले छुटकारा पाउन्। परमेश्वरले आफ्नो पवित्र स्थानबाट भन्नुभएको छ, विजयमा सकेमलाई विभाजन गर्नेछ र सुकोतको बेसी नापेर छुट्याउने छु। गिलाद मेरो हो र मनश्य पनि मेरै हो। एफ्राइम मेरो तोप हो, यहुदा मेरो राजदण्ड हो। मोआब मेरो पानीको बाटा हो। एदोममाथि म आफ्नो जुत्ता फाल्छु, पलिस्तीमाथि म विजय साथ गराउँछु। कसले मलाई किल्ला भएको सहरमा पुर्याइदेला? एदोमसम्म मलाई कसले डोर्याउला? हे परमेश्वर, तपाईँ नै होइन जसले हामीलाई त्याग्नु भएको छ र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्न। शत्रुहरूका विरुद्ध हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहायता त व्यर्थको हुन्छ। परमेश्वरद्वारा हामी विजय प्राप्त गर्नेछौँ र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनु हुनेछ। यस वचन पढाइ र सुनाइमा सम्पूर्ण जसलाई परमेश्वर आशिष गर्नुभएको होस्। धन्यवाद। आमेन।